प्रादेशिक भलिबल रेफ्री चेत बहादुर मगर, कोड तर्फ लाइन जज निखिल विक र कोड तर्फ रञ्जन श्रेष्ठ। धन्यवाद। कार्ड क्या तो यस खेलको प्रत्यक्ष प्रसारण सोलो अपडेट एजी क्रिएसन फैब्रिक अनलाइन टिभी फेसबुक पेज तथा युट्युब लाइभ र लोकप्रिय मिडिया तथा दुधकोशी खबरबाट प्रत्यक्ष प्रसारण भइरहेको भनी जानकारी गराउन चाहन्छौँ। व्हाइट जर्सीमा पाइला क्लास र ग्रीन कलरको जर्सीमा आउनुहुन्छ विष्णु बस्नेतको टिम। लिखुपिके गाउँपालिका गोलीको खेलाडीहरू। दर्शक महानुभावहरू, अबको केही समयमै यस लौरेश्वर दलित युवा समूहद्वारा आयोजित खुल्ला वार्ड स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल सञ्चालन हुन गइरहेको छ। हामी देख्न सक्छौं लिखुपिके गाउँपालिका वार्ड नम्बर 2 का खेलाडीहरू जो कोशी प्रदेशको टिम कप्तान स्वयंको उपस्थिति सँगै अन्डर 23 को राष्ट्रिय खेलाडी विष्णु बस्नेतको टिम रहेको छ भने अर्कोतिर सोलुखुम्बु जिल्लामा विगत एक दशकदेखि आफ्नो दबदबा मचाउन सफल राम लक्ष्मण सहितको उदयमान खेलाडीहरूको बेजोड खेल यस खेल मैदानमा सञ्चालन हुन गइरहेको छ। कृपया दर्शक महानुभावहरू, तपाईँ यत्र तत्र जहाँ सर्वत्र छरिएर रहनुभएको महानुभावहरूलाई यस खेल मैदानको परिसरको नजिक आएर यस खेललाई थप मनोरञ्जन लिनको लागि समेत हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। अब भने म खेलाडी परिचयलाई अगाडि बढाउन लागिरहेको छु। कोड ए तर्फ लिखुपिके 2 नम्बर वडाका खेलाडीको परिचय गराउन लागिरहेको छु। जर्सी नम्बर 1 विष्णु बस्नेत टिम क्याप्टेन, जर्सी नम्बर 2 रूपेश बस्नेत, कुमार बस्नेत, जर्सी नंबर 6 भूपेंद्र बस्नेत, जर्सी नंबर 8 अर्पण बस्नेत, जर्सी नंबर 9 धन बस्नेत र जर्सी नंबर 12 विनोद बस्नेत टिम हिभो। हेड कोच प्रकाश थापा। त्यस्तै गरी पहिलाको आशा खेलाडी परिचय गराउन जर्सी नंबर 1 कर्म शेर्पा, जर्सी नंबर 2 कर्म शेर्पा, जर्सी नंबर 3 लक्ष्मण बराइली, जर्सी नंबर 4 राम बराइली, जर्सी नंबर 5 पुष्कर मगर, जर्सी नंबर 6 सूर्य शेर्पा, जर्सी नंबर 8 पासंग गेल्जन शेर्पा, जर्सी नंबर 7 हेम कुमार विको, पेम्बा रिंची शेर्पा हेड कोच। ध्यान तानिरहेको छ यो फाइनल चरणको खेलले। यो व्हाइट कलरको जर्सीमा आउनुहुन्छ पहिलाको आशाहरू भने यता आउनुहुन्छ लिखुपिके गाउँपालिका खेलाडीहरू। पानी पर्ने लागिसकेको छ तर पनि खेल सुरु हुन लागिरहेको छ। अब हामी यहाँ देख्न सक्छौँ दर्शकहरू माथिल्लो साइडमा हुनुहुन्छ। पानी पर्ने पानी मजाले पर्छ कि यार, पर्दैन होला पानी।
44 जना भन्दा बढी दर्शकहरूको एकसाथ उपस्थिति हामी देख्न सक्छौँ। अझै बढी दर्शकहरू जोडिनु हुनेछ भन्ने हामीलाई लागेको छ। विशेष गरी यहाँनिर तपाईँहरूको सेयर, तपाईँहरूको लाइक, तपाईँहरूको चाहिँ प्रतिक्रियाले नै खेललाई र खेलाडीहरूलाई अझ उत्साह मनोबल बढ्नेछ भन्ने हामीलाई लागेको छ। यस्तो हुँदै गर्दाखेरि यतिखेर खेल सुरु हुन लागिरहेको छ। व्हाइट कलरको जर्सीमा पाइला पाइलाको आशा र ग्रिन कलरको जर्सीमा हुनुहुन्छ प्रदेशको चाहिँ कप्तान, कप्तान पनि भन्ने सुनेको छ। विशेष गरी विष्णु बस्नेतको टिम रहेको छ। हामी यहाँ देख्न सक्छौँ। म देखाउनेछु तपाईँहरूको प्रतिक्रिया कम आइरहेको हामी देख्न सक्छौँ। प्रतिक्रिया पनि धेरैभन्दा धेरै दिनुहोला। तपाईँहरूको कमेन्ट, टिका टिप्पणी। ठिकै छ ब्रो भन्नुभएको छ। त्यसै गरी लाइभ राम्रो सर, साउदीबाट हेर्दैछु भन्नुभएको छ बसन्त तामाङले। लिकुपुकेबाट सर्भिस हुन लागेको छ। मेरो जय मिलनका टिम के भन्नुभएको छ। यहाँनिर कमेन्टहरू चाहिँ अलिक हेर्न गाह्रो हुँदो रहेछ, तर पनि हामी यहाँ हेर्ने कोसिस गरिरहेका छौँ। तपाईँहरूको कमेन्ट केही स्थितिमा पठाउनु भएको छ। पेम्बा लाम्बाले, त्यसै गरी उनी कान्छाले पनि कमेन्ट गर्नुभएको छ। ठिकै छ प्रो भन्नुभएको छ। त्यसै गरी भन्नुभएको छ। त्यो कमेन्ट हेर्न अलिक गाह्रो हुँदो रहेछ। ओ नाइस भन्नुभएको छ। यतिखेर धेरैभन्दा धेरै दर्शकहरूले चाहिँ सेयर गरेर साथ दिइरहनु भएको छ हाम्रो लाइभलाई। त्यसै गरी कमेन्टहरू पनि गरेर साथ दिइरहनु भएको छ। खेल सुरु भएको छ भर्खरै मात्रै। फाइनल चरणको खेल लिकुपिके 1, पाइला पाइलाको आशा 0। लिकुपिके गाउँपालिकाले खाता खोलिसकेको छ भन्ने पाइला पाइलाको आशाको सुन्न रहेको छ। यस बिचमा खेलमा खाता खोल्ने कोसिस गरिरहेको छ पाइला पाइलाको आशा पनि। फेरि पनि लिकुपिके गाउँपालिका 1 बराबरी। उता गयो नम्बर। पाइला पाइलाको आशाले सर यो अङ्क चाहिँ पाइला पाइलाको आशाको हातमा परेको छ। खाता खोल्न सफल भएको छ। 1-1 बराबरी हुन सफल भएको छ। लिकुपिके 2 पाइला पाइलाको आशा 1। बराबरी थप्दै बराबरी बनाउन सफल भएको हामी देख्न सक्छौँ। लिकुपिके गाउँपालिका खेलाडी र पाइला पाइलाको आशाको टिम बिचमा प्रतिस्पर्धा भइरहेको छ। पाइला पाइलाको आशा 3, लिकुपिके 2। जुम कम गर्नु अलि भन्नुभएको छ। यो जुम कम गर्नलाई अलिक गाह्रो छ आज चाहिँ दर्शकहरू, किनभने यहाँको साइज अलिकति सानो छ। दर्शकहरू पनि देखिने भएको कारणले डरलाई हामी देखाउन सक्छौँ। लिकुपिके 3 पाइला पाइलाको आशा 3 बराबरी अङ्क सहित यति बेला यो फाइनल चरणको खेल अगाडि बढिरहेको छ हामी देख्न सक्छौँ। पाइला पाइलाको आशा 4, लिकुपिके 3। पाइला पाइलाको आशा फेरि पनि 4 बराबरी। जर्सी नम्बर 5 पाइला पाइलाको आशा खेलाडीले प्रहार गरेको जुन चाहिँ बल नेट गर्न सकेन र अङ्क गएको छ विष्णु बस्नेतको टिम गाउँपालिका खेलाडीहरूलाई। यतिखेर दुवैतर्फको चलाखीपूर्ण खेल हामी देख्न सक्छौँ। खेल पाइला पाइलाको आशा 5, लिकुपिके 4। 5-4।
5 बराबरी। पहिलाको आशा भन्नुभएको छ यहाँ हामी पहिलाको आशा 6 लिखुपिके 5। एकको अन्तरमा खेल अगाडि बढिरहेको हामी देख्न सक्छौँ। यो हिङ्ला सोल्डु दुधकुना नगरपालिका 11 को यो खेल मैदान नजिकै तपाईँ पनि आउन चाहनुहुन्छ 6 बराबरी। सुविधा पुगेको ठाउँ बराबरी अङ्कमा अगाडि बढिरहेको छ यो खेल। दुवैतर्फका खेलाडीहरूको उस्तै प्रतिस्पर्धा हामी देख्न सक्छौँ। पहिलाको आशा 7 लिखुपिके 6। सात बराबरी। जर्सी नम्बर 6 का खेलाडीले लिखुपिके 8 पहिलाको आशा 7। लिखुपिके 9 पहिलाको आशा 7। लिखुपिके 10 पहिलाको आशा 7। लिखुपिके 11 पहिलाको आशा 7। लिखुपिके 12 पहिलाको आशा 7। पहिलाको आशा 8 लिखुपिके 12। लिखुपिके 13 पहिलाको आशा 8। यिनीहरूले खेलेपछि सक्यो पहिलाको आशा 9 लिखुपिके 13। पहिलाको आशा 10 लिखुपिके 13। लिखुपिके 14 पहिलाको आशा 10।
सर्भिस गर्ने पाला आएको छ लिखु पिकेका खेलाडी बिच्नु बसेको 20टा सर्भिस लिखु पिके 15 पहिलाको आशा 10 सर्भिस उठाउन सक्दो रहेछन् क्या पहिलाको आशा 11 लिखु पिके 15 लिखु पिके 16 पहिलाको आशा 11 लिखु पिके 17 पहिलाको आशा 11 पहिलाको आशा 12 लिखु पिके 17 लिखु पिके 18 पहिलाको आशा 12 पहिलाको आशा 13 लिखु पिके 18 बोल्दै भन्न यो त लाइभ होइन हो भिडियो मात्रै लाइभ होइन अघि त 40-35 जना आयो यार लाइभ बस्छ लाइभ राख्नु पर्ने छ पहिलाको आशा 14 लिखु पिके 18 लिखु पिके 19 पहिलाको आशा 14 लिखु पिके 20 पहिलाको आशा 14 पहिला फसीदार भएको थियो नि होइन पहिला लिखु पिके 21 पहिलाको आशा 14 क्या होला हेर उति गइरहेको पहिलाको आशा 15 लिखु पिके 21 पहिलाको आशा 16
लिखु पिके 21 लागेर ठेकेपछि कसको भाइ यो लिखु पिके 22 पहिलाको आशा 16 खेल गरेर दिनहरू पनि खेल गरेर पहिलाको आशा 17 लिखु पिके 22 दाइ क्यामेराको अगाडि पछाडि हलेको हल्लिनु गर नि दाइ बल ल्याए पनि अन्तबाट जाँदा भइहाल्यो नि निहुरेर पहिलाको आशा 18 लिखु पिके 22 4 को अन्तर लिखु पिके 23 पहिलाको आशा 18 23 18 पहिलाको आशा 19 लिखु पिके 23 लिखु पिके 24 पहिलाको आशा 19 लिखु पिके 25